सो दिस इज अ रेफ्रिजरेटर है। अन्त हेभ यु एभर वन्डर किन रेफ्रिजरेटरको चाहिँ यो फ्रिजर सेक्सन चाहिँ माथि हुन्छ, किन चाहिँ मुनि नभएको होला? देयर इज अ रिजन। अब हुनु त नयाँ नयाँ डिजाइन्सहरूमा मुनि पनि ल्याउँदैछ, तर खासमा हामीले हेऱ्यौँ भने पहिल्यैदेखि यो फ्रिजर सेक्सन चाहिँ माथि हुन्छ। एन्ड देयर इज अ रिजन, एन्ड यो माथि नै पनि हुनुपर्छ, मुनि हुनु हुँदैन। न किन भन्दाखेरि चाहिँ फर्स्ट कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ चिसो हावा, कोल्ड एयर चाहिँ हाम्रो नर्मल हावाभन्दा भारी हुन्छ। ओके, सो हाम्रो वरिपरिको नर्मल हावाभन्दा चिसो हावा भारी हुन्छ। अब यो फ्रिजरको यो हावा चिसो छ, यो नर्मल हावाभन्दा भारी छ, त्यसले गर्दा यो कहाँ जान्छ? भारी भएकोले गर्दाखेरि मुनि जान्छ। अब मुनि गएपछि यो डल्लै एरिया न्यादेखि लिएर न्यासम्म जता हामीले सब्जीहरू राख्छ त्यो सबैतिर यो चिसो हावा पुग्छ। द्याट इज द रिजन वाइ यो फ्रिजर चाहिँ माथि हुन्छ। अब यो फ्रिजर मुनि भएको भए के हुन्थ्यो? हावा त भारी छ, चिसो हावा त त्यो त माथि जानु सक्दैन नि त। सो यो कम्पार्टमेन्ट्समा त्यो चिसो हावा पुग्थेन। तर अब यो माथि छ, चिसो हावा भारी छ, अनि यो मुनि जान्छ, अनि यो डल्लै कम्पार्टमेन्ट्समा मुनिसँगको कम्पार्टमेन्टमा यो चिसो हावा पुग्छ। एन्ड द्याट गिभ्स आवर items fresh inside the refrigerator. And that was today's learning with Bisu. Thank you.